ल गाइस हामी चाहिँ अब डुल्न हिँडेको तातो घाम पुरै गर्मी भन्ने नपर्ने अहिले चाहिँ होइन गर्मी चाहिँ मान्छे पाक्छ यस्तो छ यार यस्तो गाडीमा चिज आज हिँड्ने दिन कहिले होला पनि हाम्रो गर्मी पनि अहिले यस्तो गर्मी थिएन यस्तो मौसम चाहिँ कहिले देखेको थिएन होइन गर्मी मौसम चाहिँ आज चाहिँ यसो तातो घाम खाँदै हिँडेको तातो घाम थुप्रो रहेछ किन अब शीतल त जाडो महिनाको त अब खोजेर काम छैन गर्मी महिनामा हिँड्ने भनेको जाडो महिना त फेरि बाक्लो लुगा लगाउनु पर्छ गाह्रो हुन्छ हौ त्यो गर्मी महिनामै ठिक छ बरु तातो घाम खाँदै आइसुली अनि गाउँतिर डुल्दै नै अब काम साम छैन एसीको हावा खाँदै अब एसीको हावा खान हिँड्दैछौँ हामी पनि फेरि अब चौतारामा यो चाहिँ हाम्रो लोकेसन भन्दाखेरि यो चाहिँ कोटारी सोक्ला पर्छ त गोर्ले सोक्ला मकै पनि अब यतातिर पाक्दैछ कुनै उम्रिँदैछ यो चाहिँ ठ्याक्कै अब असार लाग्यो असार आज 2 गते ल आँप पनि सकिसक्यो यार अनि एसीको हावा आएर चाहिँ आँप पनि अहिले सकिसक्यो हो आँप पनि छँदैछन् ल देख्न सक्नुहुन्छ चाहिँ कोदोको ब्याड होला कोदोको धानको ब्याड रहेछ यो चाहिँ